गाइस आज आफ्नै घर नजिकको आफ्नै रोज खाएर आफ्नै घरमा खाएर भगवान। मर्निङ एभ्रिवान, वेलकम ब्याक टु आवर एल्ना बुढाथोकी च्यानल। माई सेल्फ मेलिना थापा। आज चाहिँ हामी हजुरहरूलाई एउटा राम्रो भ्यू देखाउन आएको छौँ। हाम्रो चाहिँ यो कार स्टेसन हो होइन, पर्सनल कार स्टेसन। कहाँ हिँडेको घुम्न अरे? यस्तो भ्यू हेर्न आएको अरे। बिहानै आउने भनेको 7 बजे यार। हेर्न सक्नुहुन्छ हजुरहरू, हाम्रो एल्ना दिदी यहाँ हुनुहुन्छ, हाम्रो भ्यू यहाँ हुनुहुन्छ। कस्तो फ्रेस फ्रेस फिल भइरहेछ यार आज त। खोइ हौ ल अलिकति जाम त। नाइस। घाम पनि निकालेको कस्तो बेटा तुमसे ना हो पाएगा, हमें तुम्हारे लक्षण बिल्कुल ठीक नहीं लग रहा है, तुमसे ना हो पाएगा। लु भयो बेला दिदी। हामीसँग जाम हजुरहरू पनि। हाई गाइज, वेलकम टु मेलिना थापा च्यानल। मेरो चाहिँ होइन है गाइजहरू। कस्तो तर शान्त एकदम मजा। के गर्नु र ठिकै छ त, भइहाल्यो त। मेला बाफ हेर्न आएको हेर। बाफ गाइज बादर। एल्ना तिम्रो साथी मङ्की। मेरो साथी त तिमी हो त। होइन अर्को साथी। म अर्कै हो। उहाँ हेर्न सक्नुहुन्छ, उहाँहरू पनि मर्निङ भ्यू हेर्न आउनुभएको होला सायद। हजुर गाइजहरू यता हेर्नुहोस्, हाम्रो राम्रो राम्रो ठाउँ, आफ्नै घर नजिकको तालतलैया। हामी यहाँभन्दा धेरै टाढा जानु सक्दिनँ। आज चाहिँ छुट्टी थियो गाइजहरू मेरो, अनि लिएर आएको नि यस्तो घुमाउनु हेर्नलाई। कस्तो राम्रो यार। उही गाइड हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ पादरहरू पनि आउनुभएको छ बिहान बिहानै फ्रेस हुनुलाई। गर्नुपर्ने नाटक सबै गरिसक्यौँ होइन। राम्रै आयो।
आफूले रोज खाए त आफ्नै भ्लगमा हे भगवान मेलालाई सामानलाई गाह्रो पर्यो मलाई होइन आउँछ फेरि आएन भने त नि अस्ति रोस्ट हालेको थियो यसलाई ल्याएन चाहिँ भ्लगमा भन्नु भने फेरि अब लास्ट एक झलक हेरेर जानु ल गाइजहरू बाँदर आयो कस्तो बाजेको यिनीहरू गाइज हामी चाहिँ अब यहाँ बसेको एकछिन अहिले पनि बसेको बस्नु त तर फेरि यहाँ उ त घाममा यो ठाउँमा आएपछि कस्तो मजा यस्तो फोहोर गरेको छ नि मान्छेहरूले एटलिस्ट अब आइसकेपछि कमसेकम सफा त गर्नु माइ गॉड आफ्नो फोहोर आफैसित लिएर जानु डस्टबिनतिर हाल्नु भाइ सबै यता सबतिर फालिसक्यो क्या फोहोरहरू हामी चाहिँ फर्केको टिलिक्क आयौँ है हामी चाहिँ टिलिक्क हामी चाहिँ फर्केको अब धेरै बेर के बस्नु त भात खाने बेला हुन आइसक्यो काम छ हाम्रो काम थर भइसक्यो फोन पनि हामी चाहिँ हिँडेको ल अब गए हामी नबोलाको सानी आइरहेको पल्पसा आएको छौँ पल्पसा चाहिँ हाम्रो प्यारो दिदीमाको उता आउँदैन नि त दिदीमाको पल्पसा हाम्रो आफ्नै प्यारो दिदीमाजीको पल्पसामा हामी आइसकेको छौँ कफी खानलाई हाई दिदीमाजी हजुर हेर्दै हुनुहुन्छ भने हजुर पनि आउनु होला जाडोमा तातो पानी ल्याइदिइसक्नु भएको छ मेलाको पेट दुखेको पनि अब निको हुन्छ अयो अब हामी तातो पानी खान्छौँ अनि हामीले के अर्डर गऱ्यौँ भन त बालरिना क्यापुचिनो मे वाला हो त छ नि एउटा हो त्यस्तै आहो के हो बर्थडे गिफ्ट त टल्किरहेको छ त हो म्याडम के हो आहो कसलाई थ्याङ्क यू भन्ने बर्थडे गिफ्टको लागि मेरो प्यारो इलिसालाई थ्याङ्क यू गुड मेला दिदी हामी कहाँ छौँ हामी चाहिँ अहिले अलिक साह्रो रङ गर्छु कि जस्तो लागेर फेरि त बुढे अयो हामीले के खायौँ अरे के
अरे एक्सप्रेसो र के अरे क्यापुचिनो खायौँ अब हाम्रो बिहान ग्यास्ट्रिकको ममा आउँदैछ गाइजहरू बिहान फ्रेस हुन आएको कफी खाएर फ्रेस भएर फेरि अब जङ्क फुड एल्लाले खाम कि खाम भनेर खुवाउँछ अरे त्यही भएर यसलाई त रिची यसलाई त गाह्रो छ कफी खान आएको मान्छे हामीले मोमो खाएर इन्ड गर्न आँटेको छौँ है साथीहरू कस्तो कालो देखिन्छ हौ यो लगाएपछि त हामीले चाहिँ मोमो पनि खाइसक्यौँ अब जान्छौँ हामी घरतिर आजको भ्लगको इन्डिङमा आइसक्नु भयो तपाईँहरू भनेर क्या कि तपाईँ जाँदै जाँदै अलिक आकर्षक कुरा केही हुन्छ कि देखाउँछौँ त पनि अब चाहिँ घरतिर जाऊँ ल मैले हिँड्दै जाऊँ भन्दा भन्दै पनि मलाई सफाइमा हिँडायो बिहान मेरो बारीमा म सोध्दैछु नमस्कार मेरो नाम मेरो क्लास एलकेजी हो हो म ज्ञानदेव केजीमा पढ्छु म लुगा लगाइरहेको छु मेरो मामुको नाम एलिस खड्का हो मेरो बाबाको अर्जुन खड्का हो मेरो बहिनीको नाम हिमांशी खड्का हो मेरो नाम इस्ता खड्का हो अनि तपाईँ मेरो युट्युब च्यानललाई के भन्न चाहनुहुन्छ तपाईँको च्यानललाई लाइक सब्सक्राइब भन्नुहुन्छ कसरी भन्नुहुन्छ गरेर देखाइदिनुहोस् त लाइक